हेलो, नमस्ते साथीहरू। आजको यस भिडियोमा म तपाईँहरूलाई देखाउनेछु कि आफ्नो मोबाइलमा फोन आएको अरूमा कसरी कल ट्रान्सफर गर्न सकिन्छ, त्यो देखाउन गइरहेछु। यसमा पनि 3-4 वटा मेथड छ। जस्तै कि तपाईँको जुनसुकै कल पनि फरवार्ड गर्ने अलवेज अन फरवार्ड हुन्छ। अर्को अप्सन के हुन्छ भने तपाईँ बिजी भएको खण्डमा अरूमा जाने हो। अर्को चाहिँ तपाईँको नेटवर्क नभएको ठाउँमा त्यस्तोमा कल फरवार्ड गर्ने हो। अनि अर्को स्विच अफ भएको खण्डमा फरवार्ड गर्ने 4 वटा जस्तो अप्सन नै छ। सबै अप्सन म तपाईँले यसै भिडियोमा बताउनेछु। अब जाउँ हामी आफ्नो मोबाइलको स्क्रिनमा। जस्तै कि साथीहरू देख्न सक्नुहुन्छ, म आफ्नो फोनको स्क्रिनमा आइसकेको छु र यहाँ सिम्पल तपाईँ आफ्नो डायलर ओपन गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ गुगल डायलर छ भने यहाँ कर्नरमा 3 डट हुन्छ त्यसमा क्लिक गर्नु। त्यसपछि यहाँ सेटिङ वाला अप्सन छ त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ तल स्लाइड गर्दाखेरि कलिङ एकाउन्टमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ कल फरवार्डिङ सेटिङ यहाँ अप्सन दिइएको रहेछ, त्यसमा क्लिक गर्नुहोस्। अनि कुन तपाईँको मोबाइलमा कुन सिमलाई फरवार्ड गर्न चाहनुहुन्छ, त्यो सिम सेलेक्ट गर्नुहोस्। म यहाँ नमस्तेको कल फरवार्डिङ गर्न गइरहेको छु, त्यही भएर म नमस्तेको सेलेक्ट गरेँ। त्यसपछि यो केही अब सर्च गर्ने छ होइन, रिडिङ सेटिङ, यो सेटिङ रिड गर्दैछन्। त्यसपछि यो अप्सन फेरि यहाँ देखाउनेछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ 4 वटा सेटिङ छ। अलवेज फरवार्ड भनेको तपाईँले जति बेला नि फरवार्ड गर्न सक्नुहुन्छ त्यो भयो। यहाँ व्हेन बिजी भएको खण्डमा मात्रै गर्न सकियो। त्यसपछि यहाँ व्हेन अनएन्सर्ड भनेको तपाईँले अब फोन रिसिभ गर्न भएन भने त्यो फरवार्ड हुने हो। अनि अर्को चाहिँ अनरिचेबल, जस्तै कि तपाईँको फोन स्विच अफ छ अथवा नेटवर्क एरियाभन्दा बाहिर छ भने अनरिचेबलमा गर्न सक्नुहुन्छ। अब म तपाईँले देखाउन गइरहेको छु जस्तै कि अलवेज फरवार्डमा त आफ्नो हिसाबले चुज गर्नु, कुन हिसाबले गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ तपाईँ आफ्नो यहाँ नम्बर चुज गर्नुपर्ने हुन्छ। त्यो आफ्नो नम्बर यहाँ फिल गर्नु। अनि नम्बर यहाँ एन्ट्री गरिसकेपछि यहाँ टर्न अनमा क्लिक गरिदिनुहोस्। अनि यो अपडेट सेटिङ गरेर तपाईँको कल फरवार्ड गर्ने सेटिङ सेभ हुन्छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ मेरो यो सेटिङ भइसकेको छ। यहाँ अब जुनसुकै फोन आउँदाखेरि मेरो फोनमा मैले सेभ गरेको नम्बरमा ट्रान्सफर भइहाल्छन्, फरवार्ड भइहाल्छन्। तपाईँले केही समस्या छ भने, केही डाउट छ भने हामीलाई कमेन्ट गरिदिनु होला। आजको लागि यति यति मात्रै। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।